नमस्कार, जीवित खबरमा यहाँहरूलाई स्वागत छ। अब सुन्नुहोस् मुख्य खबरहरू। बिहीबार शेयर बजार ओह्रालो, कारोबार रकालो। त्रिभुवन र पोखरा विमानस्थल फेरबदल, महाप्रबन्धकको जिम्मेवारी तोकियो। राजसभाबाट हटाइएका डाक्टर मुकुल ढकालले सर्वोच्च पुगे। बिहीबार इजलासमा सुनवाई। बिहीबार सुनचाँदीको मूल्य वृद्धि। मनसुन सक्रिय, देशभर वर्षा र हिमतालको सम्भावना, सतर्क रहन आग्रह। पूर्व प्रधानमन्त्री माधव नेपाललाई 35 लाख ढलौटीमा रिहा। पूर्व प्रधानमन्त्री माधव नेपालसँग 35 लाख ढलौटी माग। शेयर बजारमा फिर्ता, कारोबारमा हल्का चमक। हस्त मुख्य खबर यति नै। अब सुन्नुहोस् पूरा खबर। बिहीबार शेयर बजारमा थोरै गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज सूचना 4.45 अङ्कले घटेर 2515.47 बिन्दुमा पुगेको छ। यद्यपि बजार सूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा निकै बढेको देखिएको छ। बुधबार 5 अर्ब 49 करोड रुपियाँको शेयर बजारमा कारोबार भएको देखिएको छ। त्यसैगरी नेपालको 2 अन्तर्राष्ट्रिय विमानस्थलमा नेतृत्व तहमा फेरबदल गरिएको छ। नेपाल नागरिक उडान प्राधिकरणले गरेको नयाँ निर्णय अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकहरूको जिम्मेवारी अदल बदल गरिएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूषाल अनुसार त्रिभुवन विमानस्थलमा नेतृत्व सम्हाल्दै आएका जगन्नाथ निरौलालाई अब पोखरा विमानस्थलको महाप्रबन्धकको रूपमा खटाइएको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाबाट हटाइएका संस्थापक महामन्त्री डाक्टर मुकुल ढकालले आफूलाई पार्टीको विधिसम्मत महामन्त्री ठहर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले बुधबार असार 11 गते दायर गरेका रिट बिहीबार असार 12 न्यायाधीश कुमार रेग्मीका इजलासमा सुनवाईको लागि परेको छ। इजलासमा उक्त रिट 6औं नम्बरमा परेको छ। डाक्टर ढकालले पार्टीको विधान अनुसार आफू अझै मन्त्री भएको जिकिर गर्दै पार्टीको पछिल्लो कार्यसमिति र आफूलाई हटाइएको प्रक्रियामा त्रुटि भएको दावी गरेका छन्। गत वर्ष रासपाले डाक्टर ढकालमाथि देशभरि घुमेर बनाइएको रिपोर्ट सार्वजनिक गरेका आरोपमा अनुसन्धान उल्लङ्घन गर्ने भन्दै कारबाही गरेको थियो। उक्त कारबाहीद्वारा उनी निर्वाचन आयोग पुगेका थिए। आयोगले उनलाई हटाइदिएका कार्य सम्बन्धी कुनै जानकारी नगरेको उल्लेख गर्दै औपचारिक पत्र दिएको थियो। त्यसैगरी भ्रष्टाचार आरोपमा मुछिएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग विशेष अदालतले 35 लाख रुपियाँ ढलौटी मागेको छ। बुधबार विशेष अदालतमा भएको थुनछेक बहसमा नेपालसँग ढलौटी माग गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रे प्लान्चोक स्थित जग्गा हदबन्दी छुट दिँदै पतञ्जलि योग 6 तथा आयुर्वेदिक कम्पनीलाई गैर कानुनी रूपमा लाभ दिएको आरोपमा गत जेठ 22 गते नेपाल सहित 22 जनाद्वारा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारका अनुसार